हाम्रो यो संसारमा सबै मान्छेहरू आफ्नो आफ्नो काममा बिजी छन्। यहाँ सबैजना मतलबी छन्। सिर्फ मतलब छ त सिर्फ आफूसँग, केयर छ त सिर्फ आफ्नो। यहाँ कोही कसैको मतलब हुँदैन। अहिले हाम्रो संसारको कन्डिसन सिचुएसन चाहिँ यस्तो छ। अब हामीहरू यस्तो छ भनेपछि हामीहरूले पनि सानसानो कुराहरू हामीले ननिभाएपछि होइन, जस्तै अरू मान्छे पनि कहाँ बढ्ला र म मान्छे पनि कहाँ बढुला र। त्यही भएर आफ्नो साथीभाइहरूलाई कोही पनि छन् होइन, जस्तै अहिले स्ट्रगलको जस्तै जर्नी चलिरहेको छ भनेपछि हामीहरूले चाहिँ त्यसलाई एप्रिसिएट गरिदिनुपर्छ, कम्प्लिमेन्ट दिइदिनु पर्ने हुन्छ। तारिफ गरिदिएपछि त्यसले चाहिँ उत्साह आउँछ, त्यसले जोस जाँगर आउँछ, त्यसले चाहिँ आफ्नो केही पनि हार्डवर्क छ, केही पनि दिएको गोल छ होइन, त्यसले कन्टिन्यू गर्छ के, त्यसले खुसी लाग्छ। आहा उहाँ दाइ त कति राम्रो हुनुहुन्छ, आहा उहाँ दाइले त मलाई साथ सपोर्ट गर्नुभएको छ। हामीहरूले चाहिँ आफ्नो मान्छे होस् या कोही पनि सामनेवाला मान्छे मेहनत गरिरहेको छ, अगाडि बढिरहेको छ भनेपछि हामीहरूले एप्रिसिएट गरिदिनुपर्छ। सानो भए पनि कम्प्लिमेन्टहरू दिइदिनुपर्छ। तपाईँ पनि त्यस्तै गर्नुहोला।